हेलो नमस्ते सबैजनालाई मेरो मिनी ब्लगमा वेलकम छ तपाईहरुलाई। सबैजनाले मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुस् होला। आज चाहिँ हामी मोमो बनाउनको लागि रेडी गर्दैछौं। म चाहिँ प्याज काट्दैछु। मोमोको लागि तयारी गर्दैछु। यहाँ अदुवाहरू काट्दैछु बहिनीले। चाहिँ मिक्स गरेर चाहिँ बनाउने मोमो, चिकन मोमो। अदुवा काट्दैछ बहिनीले चाहिँ। म चाहिँ हुचिङ नुनहरू हाल्दैछु। तेल हालेर चाहिँ मिक्स गर्ने हो। रेडी भयो हाम्रो किमा। तेल लाएर मक्टुमा चाहिँ मेरो मक्टु चाहिँ एकदम ठुलो छ, एकै तालमा पाक्ने सजिलो हुन्छ यस्तो ठुलो मक्टुमा चाहिँ। यो चाहिँ मेरो नानीले प्याज थन्काउन लाग्यो। प्याज ब्रा त्यहाँ हाल्यो कस्तो रिपोर्ट हालिदिन्छ कि भाइ। नानीहरू खेल्दैछ घरिघरि। दुईजना यता आउँदै हेर्दै मोमो कति बेला पाक्छ भन्दै पर्खिरहेको छ दुईजनाले। यो चाहिँ फ्राईमा गर्नुपर्छ नि त। सबै मेमोरा मटे किचनमा हाल भनेको यसलाई के भएको लौ दुईटामा हाल न यहाँ अट्मुनि अर्डर झर्छ आदिएको झर्दैन झर्छ नि अब किन अट्टी हालेको त्यहाँ अलि लड्छ है त्यहाँ। लड्छ है नानी भन्दैछु म। मेरो नानीले मलाई काम सघाइदिँदैछ, पढाल्दैछ। अब चाहिँ हामी चाहिँ बनाउने मोमो बनाउने। बहिनीलाई आटा मुस्नु लाग्यो। कडा मुसेछ। कडा त अन्त राम्रो होइन नि त, आटा लाउनु पर्छ अहिले। मोमो पनि बनाइसक्यौँ। दुई प्रकारको मोमो बनाएको छु। यो चाहिँ अचारको लागि टमाटर र खोर्सानी अचार बनाएर। मोमो पाकिसकेर खान लागेको हामी चाहिँ स्प्राइटसँग। चाहिँ मेरो नानीले डान्स गर्दै खाँदैछ फोन हेर्दै। फोन नहेरी खाँदैन, फोन हेर्दै। हुन्छ बाई बाई।